अमर दल गुल्माका श्री अर्जुन थापा मगरज्यूलाई यहाँ पुरस्कार लिन आउनु हुन हार्दिक अनुरोध गर्दछु। द्वारा आयोजना गरिएको म्याराथन दौडमा सुरक्षा फौजतर्फ सबैभन्दा प्रथम हुनुभएको थियो। उहाँलाई हार्दिक बधाई छ। त्यस्तै द्वितीय स्थान हासिल गर्नुहुने हार्दिक अनुरोध गर्दछु। बाबुराम भारत यो नाराका साथ खादरी म्याराथन 2063 में भाग लिइरहेछ। उहाँको कोही साथीहरू भयो पुरस्कार लिएर गइदिनु होला। उहाँ यहाँ हुनुभयो यस्तो पदम गरिन्छु लिदिनुस् न तपाईले अर्को पनि दिनुस् ताली दिनु होला साथीहरु ताली दिनु होला। धन्यवाद दर्शकज्यू अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। चोपरा सार्कीज्यू जसले प्रथम स्थान हासिल गर्नुभएको थियो त्यस्तै द्वितीय स्थान हासिल गर्ने रामबहादुर गिरीलाई पनि उपस्थित भइदिनु हार्दिक अनुरोध गर्दछु। द्वितीय स्थान हासिल गर्ने रामबहादुर गिरी जबरदस्त ताली दिनु होला साथीहरु। म्याराथन 2063 में बड़ा हार्दिक बधाई छ। प्रतियोगितामा भाग लिने महिलाहरू मध्ये पनि प्रथम द्वितीय र तृतीय छुट्याएका छौं र महिला सेनातर्फ सर्वप्रथम हुनुहुने 45 वर्षीय श्रीमती अम्बिमा तामाङज्यूलाई आफ्नो पुरस्कार लिन लेखक पानीको तर्फबाट रु 500 रुपियाँ सौगात स्वरूप हामीलाई उपलब्ध गराउनु भएको छ र यो पुरस्कार वितरण गरिदिनु होला। महिलातर्फ पनि सरुतर्फ पनि पब्लिक र सेक्युरिटी फोर्स सडक पुरस्कार रु 500 सहित नगद पुरस्कार रु 500 हाम्रो केवल लेखक पानीको तर्फबाट उपलब्ध गराउनु भएको थियो। कृष्णभगत प्रधानजीले उहाँलाई हार्दिक धन्यवाद। 45 वर्षीय अम्बिमा तामाङ जसले खासगरी म्याराथन 2063 मा महिलातर्फको छन् र उहाँ हुनुभयो जस्तो बुझिएन। त्यस्तै तेस्रो स्थान हासिल गर्नुहुने श्रीमती कुमारी श्रेष्ठज्यूलाई आफ्नो पुरस्कार लिदिनु हुन यहाँ स्टेज छत्रपति पन्त हार्दिक बधाई। बडाथोकी यहाँ हुनुहुन्छ भने आइदिनु होला जसमा क्याम्पसमा अध्यापन गराउनुहुन्छ। होटल व्यवसायको तर्फबाट गर्न भाग लिनुहुने चाँडो कृपया चाँडो आउनु होला। हामीसँग समय अत्यन्तै कम छ। उपस्थित हुनुहुने हार्दिक अनुरोध गर्दछु। योगदर्शन शाक्य हार्दिक बधाई। योगदर्शन शाक्यको हार्दिक म्याराथन 2063 में भाग लिएर दौड पुरा गर्नुभएको थियो पब्लिकको तर्फबाट हेमराज श्रेष्ठ हुनुहुन रहेछ। टङ्को मोक्तान बहादुर कटवाल जसले मानवहरू जसले खासगरी म्याराथन 2063 में भाग लिएर दौड पुरा गर्नुभयो उहाँहरूलाई हाम्रो प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको थियो। उहाँहरूको दौड प्रतीक्षित राजन शिक्षा कार्यक्रम खोल्न गइरहेका छौँ। कार्यक्रम अब केही क्षणमा सुरु हुन गइरहेको छ।